होइन मैले मिल्दैन नि त त घुम्नु मिल्दैन मैले टाँचीले हुँदैन को छ फोटो खिच्दै गरेको ए नभन्नु अब दुईचोटि भयो नि त्यहाँ नै खाने बानी के खाना पानी फुटेन अर्को त फुटेन फुटे तेल लेखेर खान्छ टाउमा तिरको लाइन हुँदैन छ तोरीको तेल तेल त्यही भएर लगाएको मैले टाउमा सकिँदै मेरा बिचरा फल्ने घर सर जानु रोगी दिदी बहिनी अनि ड्युटी कतिखेर जानुहुन्छ टाउमा कस्तो लाग्छ त्यही त बिचराको त उयो भएर नि कता कतामा आउँदै जानु पर्यो अहिले आएर काइनी हो मेरो खै के नाम भन्दै रानी राजा खजा आउनु भएको छ निम त अघि मै हुन्छ फेरि जानुहुन्छ यी टिका लाउँछ कहिले हो र अहिले आउँछ होला यहाँ सावन्ती नाम भन्नु अब त लाउँदै लाउँदा जाने हो नि त ओ ठुलेमा आइपुग्नु अहिले ठुले आमा दाजु आमा ठुले आमा के छ खबर आमा हाम्रो ठुले आमा हेर्नु यत्रो ढाकोमा के अरे डालोमा कसले बोकेर आउनु भएको बिचरा हाम्रो ठुले आमा पारमा डम भएको पारबाट भर्खरै आइपुग्नु पातुलो भयो चाहिँ के हो ठिकै छ हौ कुन बेला आयो मेरा अघि नै भर्खरै आएर यहाँ लगाइदिँदैछ पातुलो भएछ नि हो हुन्छ त्यो नि त होस् अहिले त्यो तेलले गर्दा रङ कम्ती हुँदा तेल बेसी रङ यहाँ होइन यसैमा चाहिँ खाली दिदी बहिनी कहाँ टिका अरे हो लाउँछ अरे बिचरा यिनीहरूलाई कोही लगाइदिएन कि अब कहिले पनि कसलाई टिका दिदी बहिनीलाई लगाइदियो होला कहाँ हौ उता मेरो जेठी भदैनी है उता मेरो माइली भाउजू यता मेरो माइली भदैनी छ मेरो मम्मी मेरो कान्छी छोरी यता जेठालाई दिदीले त टिका लगाइदिए हुनुहुन्छ फोटो चाहिँ खिच्दिनु पर्छ के भएको नि अघि मलाई फोटो खोइ हाम्रो ठुले आमा हुनुहुन्छ ठुले आमा के छ खबर ठिकै छ ठुले आमा ठिकै छ खबर सन्चै हुनुहुन्छ आमा नि त डालोमा सामान बोकेर आउनु भयो तपाईँ पनि बिचरा पाहाडबाट आउनु भएको हो पाहाडबाट आउनु भएको भर्खर मिरा दिदी तपाईले किसमिस ल्याउनु भएको छ यहाँ छ किसमिस पनि फोटो खिच्न चाहन्छ फोटो पर्दैन ए लागेन भयो सबैजना खिचिदिन्छु सँगै हुन्छ कहाँ बिचरा छोरी यार ग्राइन्डरमा काले दे न अलिकति पानी हाल्नु ओए साइली के हौ अलिक पानी हाल्नु केला लाग्यो फुटै के ल्याउनु रोटी साढे त चोरो बनाएको देश अनि आमा त नहुँदैन त अनि हिजै नआएको आज अहिले रोन छोड्यो अब हिँड्ने आउनु हिँड्ने बेला ओए साइली त्यो के रे लाज भनेको मैले लुङ्गी लगाएको हो म पनि त्यो लुगा चटक्क देखिने के भेस्ट लुङ्गी मम्मीले अस्ति के लाउ कुचा रसमा हुन्छ हिँड्दैन अस्ति नै मम्मीले ल्याइदिएको लुङ्गी र भेस्ट शरीरमा नलाग बुढेमा त लाजमा लाग्छ अन्त फोटो हाल्नु साडी लाने अल्छी लाग्यो रुमाल ल्याएर पुस्दा त लु भयो कसको फोन आएको होइ इमा फोन आइरहेको अब हिजोदेखि नाटेको मान्छे ए फेरि लो नाटेको मान्छे म त अस्ति कति भनेको कति आमा छ त ब्लड किन भनेको एउटा चिम्चीले के खाइसक्यो
भन्ने छ त नि पारेर राम्रो तिहारमा अब बल्ल बल्ल घर आएको चेलीबेटी हातको टिका लाउन अब मातेको माथि त्यस्तै हो नि अब बल्ल बल्ल दाजु बहिनीको भेट भएको छ दिदी भर्खर आएको 2 वर्षपछि मालदिप्सबाट दाइ आउनुभएको साउदीबाट भाइ नेपालमै हो सबै यता नेपालमा हुनुहुन्छ है म पनि नेपालमै हो चारजना दाजुभाइ हो लास्टमा हुन चाहिँ अब के भन्छ 2 जना मात्रै पऱ्यो 2 जना त बिचमा छन् तर भाउजूहरू बुहारी हुनुहुन्छ अब अरूले थपिदिन्छ भएन टिका काइलीकोमा होला नि लगाइदिनु हौ। धेरै आफ्नो दिदी बहिनी हुने के दुनियाँबाट उहाँ पनि यता पनि हेलो गाइज भ्लग हुँदैछ आफ्नो चेलीबेटी नभए पो जानु आफै छैन भने घरमै छ हाम्रो ठेला कति हाम्रो ठेला कति बुझ्छ नि ड्रामा म त बिचरा हाम्रो ठेला कति बुझ्छन् बुझार हाम्रो ठुलियामा हेर उता हेरेछन् हेर न यता हेर कहाँ कति राम्रो कहाँ जान्छे होइन काका आयो 2 जना लान्थे बनाला म अहिले दसमा गएर यहाँ त ओइ कान्छी दिदीहरु आएन कान्छी दिदीहरु बोल्दै गर्ने कहाँ बोले गर्ने नि कुन जान्छु म उही बसेर आउँछु कहिले अस्तिमा धनी आयो मेला जानुपर्छ दाजु पनि बल्ल बल्ल आउँदै आएन बजार दुई खेप मेला पोको त हाम्रो यो चाहिँ पहिलो है दिदीको भनौँ न विदेश गइदेखिको दाजु भाइसँग टिका लाउनु पहिलो तिहार हो होइन त्यस्तै हुनुपर्छ यता हामी ठुलियामा हुन्छ ठुलियामा के छ खबर ठिकै छ सधैँ हुनुहुन्छ हाई गरिदिनु न मेघला जुङबाट भर्खर हिँडेर मिक्लाजुङबाट गाउँपालिका 9 नम्बर वार्डबाट हिँडेर 9 नम्बरमा आउँछ ताप दुखेर मर्न एउटा खोला तर्दैमा लगाइदिएँ म त लगाइदिएँ राम्रोसँग लगाइदिएँ तिहार त यस्तो हो नि अब तिहार भनेको मिस्यो अब यो कपालले लगाइदिने ठुलो ठुलोमा अब यो मिस्यो अहिले फेरि अर्को हाम्रो आएकै छैन मामा त मामाको त अब बियर हान्दै हल्लिँदै बिस्तारै भएर नि एकछिन त्यो धागो छोटो बाँधेर माथि बाँधेर हो त अझै मुन्नीसम्म हो भने हुन्छ यसपालि फेरि पुरै भयो अब त्यो उतै राखे भने खानु न के त्यही भएर के खानु हुन्छ केही हुँदैन केही पनि हुँदैन खानु खुट्टा ढलेको छैन मैले ला आयो मैले नि यहाँ लुगा दिएको देखो चाहिँ आयो मिस्टेक हुँदैछ है है युट्युबरले खोइ त मन त आएन अरे कति राम्रो छ बेल यसो त आउँछ वाउ दामी छ बेले पेन लाग्दैछ यस्तो राम्रो न अब लाएर हेर्न कस्तो हुन्छ वाट ह्यापेन के भयो म भिडियो बनाइदिन्छु जानु